सन्चै हुनुहुन्छ के गर्दै हुनुहुन्छ नेपालमा एउटा समस्या छ एनटिसीमा त्यो समस्या के हो भन्दाखेरि जस्तै हामीले चाहिँ डाटा प्याक निकाल्छौं डाटा प्याक निकालिसकेपछि त्यो डाटा भ्याइसके पछाडी त्यो मेन ब्यालेन्स काटेर चाहिँ हैरानै बनाएको छ के सबैलाई एउटैको समस्या होइन अब मेन शहरमा बस्ने र कमाइ गर्ने पर्सनको लागि त त्यसमा केही समस्या भएन जस्तै हामी दुर्गम इलाकामा बस्ने मान्छेहरूको लागि त निकै चुनौती र समस्या भयो किनभने ब्यालेन्स हाल्नको लागि पनि धेरै टाढा दोकानमा जानुपर्छ कतिखेर दोकानमा रिचार्ज नै भ्याइएको हुन्छ र कतिखेर जेबमा पैसा पनि हुँदैन रिचार्ज हाल्नुको लागि कतै इमर्जेन्सी कल गर्नु पर्यो कसैलाई केही सूचना दिनु पर्यो यहाँ पहाडहरूको बस्तीहरू धेरै टाढा टाढा हुन्छ एउटा ठाउँमा घर हुँदैन र त्यस्तोमा यसरी चाहिँ ब्यालेन्स भ्याइयो भने के गर्ने अब डाटा पनि चलाउनु पर्ने हुन्छ किनभनेदेखि अब विदेशमा बसेको मान्छेहरूसँग कुरा गर्नु पर्यो आफ्नो आफन्तरीसँग नेपालमा पनि कुरा गर्नु पर्यो अनि डाइरेक्ट फोन गर्दा ब्यालेन्स पनि धेरै काट्छ विदेशमा त्यस्तो गर्न सकिएन त्यस कारणले अथवा अन्य कुनै मनोरञ्जनको लागि टिकटक युट्युब चलाउनको लागि होस् अथवा ज्ञान गुणका कुराहरू सिक्नको लागि होस् अथवा डिस्टेन्स लर्निङ जस्तै आजभोलि अनलाइन क्लासहरू चलेको छ त्यसको लागि हामीले युज गरिरहेको हुन्छौँ डाटा र डाटा सके पछाडि पैसा त्यसरी भ्याइदिन्छ यो त ठुलो व्यापक समस्या हो र यो समस्याको समाधान चाहिँ मैले लिएर आएको छु आज त्यसको लागि सर्वप्रथम हामीले के गर्नु पर्यो भन्दाखेरि मोबाइलको डायलरमा गएर *444# त्यो गरेर कल गर्ने है त्यसमा चाहिँ यहाँ अप्सनहरु देखाउँछ प्लिज चुज 4 नम्बरमा गएर हामीले चाहिँ 4 नम्बर दबाउने 4 नम्बरमा यसरी दबाइसकेपछि यहाँ चाहिँ यो आउँछ पे एज यु डाटा पे एज यु गो PAYG हैन त्यसमा माथिको अप्सनमा चाहिँ 1 नम्बर गरिदिने अनि यो चाहिँ यो डाटा सर्भिस डिसेबल्ड एन्टी भयो है अब यस पछाडी चाहिँ डाटा सकिए पछाडी मेन ब्यालेन्स काट्दैन डाटा पनि चल्दैन यसरी चाहिँ हाम्रो ब्यालेन्सको सुरक्षा पनि भयो हामीले चाहिँ अब सर्भिस पनि लिन पायौं त्यस पछाडी अब हाम्रो मर्जी अगाडि हामी डाटाहरु थपेर चलाउँ कि नचलाउँ कि अथवा यतिमै रोकौं कि त्यो हाम्रो मर्जी हुनु पर्यो नि त यो आजसम्म थिएन यो नेपाल टेलिकमले खै के भएर चाहिँ ब्याक गरेको थिएन चाहिँ आजभोलि चाहिँ आयो यो चाहिँ प्रश्न चाहिँ उठिरहेको छ मनमा ल यसको कन्फर्मेसन गरौँ स्वागत छ वेलकम टु नेपाल टेलिकम्स कस्टमर केयर सर्भिस मोबाइल सेवाको लागि अंक 1 तपाईको कल हाम्रो ग्राहक सेवा प्रतिनिधिहरूलाई फरवर्ड हुनेछ यो कल आन्तरिक प्रयोजनको लागि रेकर्ड हुनेछ नमस्ते नेपाल टेलिकम हेलो नमस्ते म्याम समस्या भन्नुस् समस्या यो चाहिँ डाटा प्याक निकालिसकेपछि त्यो डाटा सकिसके पछाडी मेन ब्यालेन्स काट्छ त्यसको केही समस्याको समाधान छ कि यो चाहिँ पहिला थिएन कि क्या हो कहिलेदेखि अब चाहिँ डाटा सके पछाडी पैसा चाहिँ त्यहीँका त्यहीँ बसिरहन्छ है हस् म्याम धन्यवाद कन्फर्म भयो वैशाखदेखि सुरु भएको रहेछ है यो हो यसै प्रकारले सबैले बनाउनु होला थाहा नपाएको भएपछि यसरी गर्नु होला र अन्य साथीहरूलाई पनि यो भिडियो धेरै भन्दा धेरै शेयर गर्नु होला किनभनेदेखि सबैको ब्यालेन्स बचोस् र सबैको भलो होस् भन्ने चाहनाको साथमा मैले यो भिडियो बनाएको हुँ किनभने मलाई यो कुराले धेरै पिरोलेको थियो के धेरै पिरोलेको थियो अनि ठ्याक्क पारेर ब्यालेन्स हाल्छु डाटा बनाउँछु डाटा भ्याइन्छ अनि कतिखेर ब्यालेन्स स्वाट भइहाल्छ हो त्यस कारणले गर्दाखेरि यसरी चाहिँ ल मेरो चाहिँ भइसकेको छ अब चाहिँ काट्दैन भन्नुभएको छ धन्यवाद छ नेपाल टेलिकमलाई वैशाखदेखि लागू गरेकोमा र यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद छ तपाईहरुलाई यो भिडियो कस्तो लाग्यो यदि यो भिडियो हेल्पफुल र इन्फर्मेटिभ लाग्यो भनेदेखि कमेन्ट गर्नु होला र म चाहिँ जाजरकोटदेखि एउटा किसान र यसै जानकारीमूलक भिडियोहरू बनाउँछु अनि गाउँघरका कथाहरू पनि देखाउँछु मेरो जीवनमा के भइरहेका छन् त्यति कुराहरू चाहिँ देखाउने गर्छु र यसै परिवारका सदस्य बन्नको लागि कृपया सब्स्क्राइब गर्नु होला र हाम्रो परिवारमा जोडिनुहोस् फेरि भेटौँला अर्को भिडियोमा तबसम्म आफ्नो केयर गर्नु होला जहाँ भए पनि देश प्रदेश जता भए पनि आफ्नो स्वास्थ्यको र आफ्नो परिवारको ख्याल राख्नु होला हस् त नमस्ते जय नेपाल।